संविधान जारी भएको 10 वर्षमा पनि हामीले दुईवटा निर्वाचन सम्पन्न गर्यौं 74 मा र सँगसँगै अहिले 79 मा पनि हामीले यसलाई सम्पन्न गर्यौं। अब यसपछि अझै पनि संविधान कानुनका लागि आवश्यक पर्ने कयौं महत्त्वपूर्ण विधेयकहरू चाहिँ अझै पनि सरकारको तर्फबाट संविधान कानुनका लागि हामी दिन सकिएको छैन। त्यसका साथसाथै संविधानमा उल्लेख भएका कयौं यस्ता विषयवस्तुहरू छन् जो उत्पीडित चाहिँ वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायका बारे जुन चाहिँ स्वायत्तताका विषयवस्तुहरू छन्, स्वायत्त क्षेत्र, विशेष क्षेत्रका कुराहरू छन्, तिनीहरू त कार्यान्वयनको लागि केही आएकै छैन। यसैले संविधान कार्यान्वयनका लागि हामीले थुप्रै अझै काम गर्न बाँकी छ भन्ने लाग्छ एउटा कुरा। अर्को कुरा संविधान चाहिँ आइसकेपछि एउटा सकारात्मक विषयवस्तु के आएको छ भने स्थानीय सरकारहरू सञ्चालन भइरहेका छन् र खास गरी ठुल्ठुला विपत्तिहरू, चाहे तपाईको कोभिडको कुरा गर्नुस्, चाहे भूकम्पको कुरा गर्नुस्, चाहे अरू चाहिँ यस्ता विपत्तिहरू आइरहेको बेलामा त्यो स्थानीय सरकारले जनतालाई अलिकति चाहिँ सेवा दिइरहेको विषयवस्तु छ भने स्थानीय जनताहरूले आफ्नो सेवाहरू घर दैलोमा पाउनको लागि चाहिँ सहज भएको चाहिँ विषयवस्तु गरिरहेका छन्। अझै पनि जहाँसम्म बजेटको विषयवस्तु आउँछ, नीति कार्यक्रमको विषयवस्तु आउँछ, आर्थिक समृद्धिको कुराकानी आउँछ, त्यसमा चाहिँ हामी एकदम पछाडि परेका छौँ। खास गरेर सुशासनको विषय अथवा भ्रष्टाचारका जुन विषयवस्तुहरू छन् यी विषयवस्तुहरू चाहिँ निकै नै चाहिँ जनताले प्रश्न उठाइरहेका विषयवस्तुहरू हुन्। यसैले यो चाहिँ दोस्रो चाहिँ जो आम निर्वाचन भयो 79 मा त्यो पछि बनेको हाम्रो पार्टीका अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि भनेर नै आफ्नो मूल विषयवस्तु, मूल कार्यक्रमहरू अगाडि बढाएको थियो। अहिले हामीले संविधान कार्यान्वयनमा राजनीतिक अधिकार त हामीले प्राप्त गर्यौं, चाहिँ हामीले संघीयता ल्यायौं, हामीले गणतन्त्र ल्यायौं, धर्मनिरपेक्षता, समानुपातिक समावेशिताको कुरा ल्यायौं, तर आर्थिक विषयवस्तुमा चाहिँ हामी अझै केन्द्रित हुन पुगेको छैन, नपुगेको नै मलाई लाग्छ। हामीले संविधानमा नै 10 वर्षपछि पुनरावलोकन गर्ने भन्ने व्यवस्था गरेका छौँ। 10 वर्ष पुरै भइरहेको पनि अझै चाहिँ छैन, बाँकी नै छ। यो गठबन्धन अहिले जो बन्यो, खास गरेर नेपालका सबभन्दा ठुला दल नेपाली कांग्रेस र दोस्रो ठुलो दल चाहिँ नेकपा एमाले उनीहरूले आफ्नो सातमुदे गर्दाखेरिमा संविधान संशोधन भनेर एउटा विषयवस्तु ल्याए तर जनतालाई झुक्याए भन्ने चाहिँ आम जनताको भनाइ छ। त्यो हामी प्रतिपक्षको पनि भनाइ छ। उनीहरूले संविधान संशोधन कुरा त ल्याए तर काम त 10 महिना चाहिँ सुरु भइसक्यो, अहिलेसम्म सिनको भाँचेका विषयवस्तु छैनन्। यसकारणले संविधान संशोधन गर्नुपर्छ, संविधान कार्यान्वयनको 10 वर्षपछि पुनरावलोकन गर्नुपर्छ भनेर त हामीले संविधानमै व्यवस्था गरेकै हौँ। त्यसपछि आइसकेपछि तर संविधान जस्तो जो विषयवस्तु छ, जसरी यसका बारे पहिले चाहिँ यो सातमुदे गर्दाखेरिमा चर्चा भयो नि, साना दलहरूलाई चाहिँ पुरै गर्ने, दुईटा दल मात्रै अगाडि बढाउने भन्ने जुन चर्चा भयो यो एकदम बेठिक छन्। यसकारणले संविधान भनेको त आम जनताको चाहिँ भावनाहरू मुखरित हुने गरेर चाहिँ अगाडि बढ्नु पर्यो नि। यो सबैको कुराकानी भयो, किनभने हामीले दुई पल्टसम्म संविधान सभाको निर्वाचन गरेर अब एउटा चाहिँ सबै नेपालीलाई समावेश गरेर संविधान सभाबाट पहिलोचोटि हामीले संविधान बनाएका छौँ। यसो भएको कारणले गर्दा यो विषयवस्तु अलि महत्त्वपूर्ण छ, गम्भीर छ, संविधान संशोधन आवश्यक पनि छ। हामीले त्यो संविधानमै पनि त्यो कुरा उल्लेख गरेका छौँ। यो अपरिवर्तनीय चाहिँ विषयवस्तु चाहिँ होइन, यसकारणले परिवर्तन गर्न पर्ने हुन्छ। कयौं विषयवस्तुहरू छन्। अब हाम्रो दलको विषयवस्तु त खास गरेर शासकीय स्वरूपमा नै पहिलेदेखि नै हाम्रो चाहिँ यो संविधानमा हाम्रो चाहिँ सहमति रहेको थिएन। शासकीय स्वरूपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति नै आवश्यक पर्ने हुन्छ। निर्वाचन एकदम कार्यकारी राष्ट्रपतिकै बारेमा हाम्रो चाहिँ के थियो भने हामीले त उतिखेर पनि भनेका थियौँ र त्यसलाई संविधान जारी गर्ने चाहिँ बेलामा नै हामीले हाम्रो चाहिँ प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति नै हाम्रो विषयवस्तु हो। तैपनि अहिले संविधानमा जो सहमति ल्याउनु पर्ने अहिले आवश्यकता छ, राष्ट्रिय आवश्यकता, त्यसलाई मध्यनजर गरेर भन्ने हामीले भनेका थियौँ। त्यस्तै अरू निर्वाचनका बारे अरू पनि कयौं विषयवस्तुहरू छन् संविधानमा जुन चाहिँ हामीले परिवर्तन गर्न आवश्यक छ, बदल्न आवश्यक छ। तर त्यो चाहिँ सबैसँग सल्लाह गरेर एउटा ठोस उपायका साथ गर्नुपर्छ भन्ने चाहिँ हाम्रो मान्यता छ। अहिले जसरी चाहिँ यो सातमुदे गरेर ल्याइयो यो चाहिँ झुक्याउन खोजेको जस्तो यो 10 महिनाको गतिविधि देखिन्छ। अहिले हामीले संसदमा जनताका आवश्यकताहरू के हुन्, हामीले हाम्रो पार्टीको तर्फबाट, हाम्रो दलको तर्फबाट अलिकति केही आत्मसमीक्षा पनि गरेका छौँ। विगतका दिनमा हामीबाट पनि केही चाहिँ अपुगताहरू रहे।
हामीले पनि चाहिँ जनताको जो अपेक्षा थियो, खास गरेर समृद्धिको अपेक्षा, सुशासनको अपेक्षा, त्यसका बारेमा हामी कहीँ हामी पनि सरकारमा नहुँदा चाहिँ काम गर्न सकेनौँ कि मुख्यतः हामीले यो सबै विषयवस्तुमा वैचारिक हिसाबले त नेतृत्व गऱ्यौँ। परिवर्तनका लागि मुख्य भूमिका पनि हामीले महान जनयुद्ध लडेर गणतन्त्र ल्याउनमा जनमुक्ति सेना बनाएर लडेर हामी चाहिँ यहाँसम्म आयौँ। उत्पीडितहरूको अधिकारका लागि पनि हामी कुराकानी गऱ्यौँ। तर त्यो अनुसारको आर्थिक समृद्धि, त्यो अनुसारको सुशासन, त्यो अनुसारको हाम्रो आफ्नै रूपान्तरण, यी सबै विषयवस्तुमा चाहिँ हामी पछाडि पऱ्यौँ। त्यसको मुख्य विषयवस्तु भनेको हामी जनतासँग जोडिने कुरामा, आधारभूत जनता अथवा उत्पीडित जनता अथवा गरिब जनता, हाम्रा शहीद, बेपत्ता योद्धा परिवार, यिनीहरूसँग जाने बारेमा चाहिँ हाम्रो अलिकति पुगेन भनेर हामीले समीक्षाका साथ अहिले हामीले चाहिँ जनतातिर फर्किने विषयवस्तुलाई नै मुख्य बनाएर हाम्रो पार्टीका श्रद्धेय अध्यक्षको नेतृत्वमा हाम्रो पार्टी अहिले जनतासँग माओवादी तराई मधेस चाहिँ जनजागरण अभियानका क्रममा छ र त्यो भोलि वैशाख 17 गते त्यो चाहिँ हामी वहाँबाट झापाबाट सुरु गरेको हुलाकी राजमार्ग केन्द्रित त्यो अभियान भोलि कञ्चनपुरमा गएर त्यो चाहिँ समापन चाहिँ गर्ने र त्यसपछि अरू बाँकी रहेको फेरि मध्य पहाडी लगायत अरू हाम्रा चाहिँ उत्तर दक्षिण अभियानहरू पनि सञ्चालन गर्ने भन्ने पार्टीले नीति